यसमै आफ्नो पुरस्कार मेडल ट्रफी र क्याश प्राइज साथै सर्टिफिकेट ग्रहण गरिदिनु हुनुको निमित्त अग्रभागमा निमन्त्रण गर्न चाहन्छु र मेडल प्रदान गरिदिनु हुनुको निमित्त पूर्व क्याम्प सचिव जीविका अध्यक्ष जीविसका अध्यक्ष चम्पा सिंहराज्यूलाई अनुरोध गर्न चाहन्छु। यसैगरी रामकुमार बानीज्यूलाई प्रमाणपत्र प्रदान गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु र यसैगरी टिका अधिकारीज्यूलाई यो ट्रफी प्रदान गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु र यो क्याश प्राइज प्रदान गरिदिनु हुनुको निमित्त संयोजक विशाल छेत्रीज्यूलाई अनुरोध गर्न चाहन्छु। संयोजकज्यूलाई मिलाइदिनु भएको थियो यो प्रमाणपत्र रामकुमार बानीज्यूको हस्तबाहुलीबाट प्रदान गर्नुहुनेछ र यसैगरी यो मेडल प्रदान गरिदिनु हुनुको निमित्त पूर्व क्याम्प सचिव चम्पा सिंहराज्यूलाई अनुरोध गर्न चाहन्छु। रविवारको ट्रफी अथवा दोस्रो स्थान गर्न सफल आयोजक भुटनी चेप्सीको ट्रफी र क्याश प्राइज प्रदान गरिदिनु हुनुको निमित्त विशाल छेत्रीज्यूलाई अनुरोध गर्न चाहन्छु। सेकेन्ड प्राइज क्यामेराम्यान त म पो हो त जल्दो बलिङ उठेर हानेर जसिने जला जसिने सम्मान व्यक्त गरेछौँ। एकदमै राम्रो भाइहरू हुनुहुन्छ, राम्रो प्लेयरहरू भविष्यमा राम्रो सम्मान भएको प्लेयरहरू हुनुहुन्छ र उहाँलाई राम्रो प्रकारको व्यवस्थापन गर्ने सबै प्रकारको व्यवस्थापन गर्नको लागि सम्पूर्ण सरकारवाला पक्षहरूले चाहिँ ध्यान दिन आवश्यक देखिन्छ। भूमिका र प्रति संसदीय क्याम्पबाट एउटा राम्रो डल्लो टिम जन्माउन सक्ने सम्भावना देखेको छ। हिजो भएको आनन्द दिदीबहिनीहरूको लुङ्गी म्याच भयो। त्यो लुङ्गी म्याचमा दोस्रो स्थान टिमलाई स्टेजको अग्रभागमा निमन्त्रण गर्न चाहन्छु। लुङ्गी म्याचका प्लेयरहरूलाई खेलाडीहरू हुनुहुन्छ, यहाँलाई अग्रभागमा निमन्त्रण गर्न चाहन्छु र यो पुरस्कार प्रदान गरिदिनु हुनुको निमित्त आदरणीय सर साहबज्यूलाई म अनुरोध गर्न चाहन्छु, पिएल थेमलाज्यूलाई। यसैगरी हाम्रो टिका सुवेदी दाइलाई पनि अनुरोध गर्न चाहन्छु। पुरस्कार नगद रु 5000 र दोस्रो पुरस्कार नगद रु 2500 रुपियाँ रहेको छ र उहाँले पनि आउने दिनमा फुटबल जस खेल्नुहुनेछ र आफ्नो छोराछोरीहरूलाई चाहिँ फुटबल खेल्ने वातावरण प्रदान गर्नुहुनेछ होइन र भोलि गएर राम्रो प्लेयरहरू चाहिँ जन्माउनलाई आमाहरूको महत्त्वपूर्ण भूमिका रहनेछ। दोस्रो स्थान ओर्लिने आमा दिदीबहिनीहरूलाई पनि लुङ्गी म्याचको तर्फबाट अनुरोध गर्न चाहन्छु। धन्यवाद टिम उहाँहरू सायद अनुपस्थित हुनुहुन्छ र तपाईँले राज राईज्यूले ग्रहण गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु। र आज 35 वर्षभन्दा माथिको उमेरसम्मको भेटरान खेल पनि भएको थियो र यो भेटरान खेलको उपविजेता टिम अथवा रनर टिमलाई स्टेजको अग्रभागमा निमन्त्रण गर्न चाहन्छु र यो पुरस्कार प्रदान गरिदिनु हुनुको निमित्त म रामकुमार बानीज्यूलाई अनुरोध गर्न चाहन्छु। भेटरान टिमको पुरस्कार उपविजेता टिमको पुरस्कार प्रदान गरिदिनु हुनुको निमित्त र यसरी विजेता टिमलाई पनि स्टेजको अग्रभागमा निमन्त्रण गर्न चाहन्छु र विशेष तामाङज्यू सेक्रेटरी विशेष तामाङज्यूलाई यो पुरस्कार प्रदान गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु। आजभोलि सर्वाधिक व्यक्तिगत ह्याट्रिक गर्नुभएको थियो। दोस्रो स्थानको लागि भ्याटिङका प्लेयर हुनुहुन्छ, कोही प्रतिनिधि हुनुहुन्छ भने कृपया गरी
एउटा सेक्रेटरी अर्जुन राईजीलाई अनुरोध गर्न चाहन्छु यो पुरस्कार ग्रहण गरिदिनुको निमित्त। र अन्डर 15 को पुरस्कार पनि रहेको छ। अन्डर 15 को खेल हामीले हेरेका थियौँ सुरुवातको दिनमै, एकदमै राम्रो थियो भाइहरूको खेल, एकदमै प्रशंसनीय खेल रहेको छ, एकदमै उत्साहजनक खेल रहेको छ। र यो पुरस्कार प्रदान गर्नुको निमित्त म एजुकेसन फेलो पर्सन गङ्गराम खनालजीलाई अनुरोध गर्न चाहन्छु। अन्डर 15 का हाम्रो विजेता टिमलाई अनुरोध गर्न चाहन्छु पुरस्कार ग्रहण गर्दै। एकदमै खतरनाक भाइ आइसक्नु भएको छ यहाँ। खेल प्रदर्शन गरिरहेको थियो। कङ्ग्रेचुलेसन्स एन्ड अल द बेस्ट। राष्ट्रिय इन्टरसेक्टर नगरपालिका टुर्नामेन्टको विनर बन्न सफल रहेको छ सेक्टर सी। सेक्टर टिमको सम्पूर्ण खेलाडी मित्रहरूलाई क्याप्टेन संयुक्तलाई स्टेजको अगाडि निवेदन गर्न चाहन्छु र यो मेडल ट्रफी र सर्टिफिकेट साथै यो क्यास प्राइज प्रदान गरिदिनुको निमित्त आजका प्रमुख अतिथि क्याम्प सचिव करण राईज्यू, यसैगरी समाचार विशाल छेत्रीज्यू र पूर्व सचिव चन्द्र सिंह राईज्यूलाई अनुरोध गर्न चाहन्छु। Let it go.